कहिलेकाहीँ यस्ता कथाहरू हुन्छन् जुन पत्याउनै गाह्रो पर्छ। आज हामी त्यस्तै एउटा कथामा डुब्न जाँदैछौँ। एउटा यस्तो कथा जसले नेपालको राजनीतिलाई नै भनौँ न पुरै हल्लाइदियो। यो कथा हो एकजना क्लब डिजेको जो एकाएक देशको सबैभन्दा शक्तिशाली कुर्सीमा पुग्न सफल भए। ल यहाँ हेरौँ त, एउटा तस्बिरमा पार्टीको झिलिमिली बत्ती, डिजे कन्सोल अनि त्यहाँ हुनुहुन्छ सुदन गुरुङ। अनि अर्को तस्बिरमा त्यही व्यक्ति तर देशको गृहमन्त्रीको कुर्सीमा, पुरै देशको सुरक्षाको कमान्ड सम्हालिरहेका। अब भन्नुस्, यो परिवर्तन जादु जस्तो लाग्दैन त? खैर, जादु त होइन, तर कुनै जादुभन्दा कम पनि छैन है। यो हो एउटा युवाको त्यही अविश्वसनीय यात्राको कथा। तर मनमा एउटा प्रश्न त आइहाल्छ, होइन? हिजो पार्टीमा गीत बजाउने मान्छे आज कसरी देशको सुरक्षा चलाउने ठाउँमा पुग्यो? क्लबको त्यो साउन्ड सिस्टम मिलाउने हातमा पुरै देशको लगाम कसरी आयो? ल आउनुहोस्, यो रोमाञ्चक यात्रालाई अलि सुरुदेखि नै केलाएर हेरौँ। यो कथाको सुरुवात हुन्छ क्लबबाट अनि यो पुग्छ क्याबिनेटसम्म। यो यात्राको पहिलो स्टप हो काठमाडौँको मुटु ठमेल, त्यहाँको ओएमजी क्लब हो। यहीँबाट सुरु हुन्छ कथा, जहाँ सुदन गुरुङको संसार राजनीतिबाट कोसौँ टाढा थियो। उनको दुनियाँ त सङ्गीत र मनोरञ्जनमै सीमित थियो। गोर्खाको एउटा सामान्य परिवारमा 1987मा जन्मेका सुदन थुप्रै सङ्घर्ष गरेर काठमाडौँ आइपुगे अनि सन् 2012मा उनी बने डिजे सुदन। उनको जिन्दगी क्लबको त्यही झिलिमिली प्रकाश र सङ्गीतको धुनमा मस्तले चलिरहेको थियो। तर 2015 सालको त्यो महाभूकम्प आयो र त्यसले उनको जीवनको पुरानो लयलाई सधैँका लागि भताभुङ्ग पारिदियो। अब कुरा गरौँ त्यही क्षणको जसले उनको जीवनको बाटो नै मोडिदियो। हो, सन् 2015को त्यो विनाशकारी भूकम्प। 7.8 म्याग्निच्युडको त्यो धक्काले नेपाललाई मात्र हल्लाएन, त्यसले सुदन गुरुङभित्र चुपचाप सुतिरहेको एउटा विद्रोहीलाई पनि बिउझाइदियो। सोच्नुहोस् त, भूकम्पको त्यो कहाली लाग्दो अवस्था, जताततै विनाश, त्यही बीचमा उनी उद्धारमा खटिरहेका थिए। अनि एउटा यस्तो घटना भयो जसले उनलाई भित्रैदेखि चकनाचुर बनायो। एकजना घाइते आमाले आफ्नो सानो बच्चा उनको हातमा सुम्पिन्। उनी त्यो बच्चालाई लिएर अस्पतालतिर दौडिए। तर अस्पतालको गेटमा पुग्नुभन्दा अगाडि नै त्यो सानी नानीले उनकै काखमा अन्तिम सास फेरिन्। यो घटनाले उनलाई भित्रैदेखि भनौँ न हल्लाएरै गयो। त्यो रात उनी पुरै विक्षिप्त थिए। त्यही अवस्थामा उनले सोसल मिडियामा एउटा सानो पोस्ट लेखे, हामीलाई स्वयंसेवक चाहियो, यति मात्रै। तर अर्को दिन बिहान जे भयो त्यो अचम्मको थियो। लगभग 200 जना युवा उनको अगाडि उभिएका थिए, देशको लागि केही गर्न तयार भएर। अनि यो त केवल सुरुवात मात्रै थियो है। केही दिन नबित्दै त्यो सानो समूह बढेर 1600 जनाको एउटा विशाल फौज बन्यो। यसले के देखायो भने उनमा मानिसहरूलाई एक ठाउँमा ल्याउने, उनीहरूलाई प्रेरित गर्ने एउटा प्राकृतिक क्षमता रहेछ। अब त्यो उद्धारको लागि जम्मा भएको भिड कसरी एउटा सङ्गठित र सिद्धान्तमा चल्ने आन्दोलन बन्यो, जसले पछि गएर देशको राजनीतिमा नै ठूलो प्रभाव पार्यो। आउनुहोस् त्यो हेरौँ। त्यही सोचबाट जन्मियो हामी नेपाल। यसको सोच एकदमै सरल थियो, मलाई हामीमा बदल्ने। यो केवल एउटा संस्था मात्र थिएन, यो एकताको, सामूहिक शक्तिको एउटा विचार थियो। अनि हामी नेपालको नियमहरू एकदमै कडा र स्पष्ट थिए। पहिलो कुरा, क्यास चन्दा लिँदै नलिने, भ्रष्टाचारको जडै काट्नका लागि, बरु सामान र सेवा लिने। दोस्रो, पूर्ण पारदर्शिता, कसले के सहयोग गर्यो सबैको रेकर्ड वेबसाइटमा सार्वजनिक। अनि तेस्रो, ग्राउन्डमा एक्सन, चाहे त्यो कोभिडको महामारी होस्, बाढी पहिरो होस् वा टर्कीको भूकम्प नै किन नहोस्, उनीहरूको टिम जहिले पनि फिल्डमा सबैभन्दा अगाडि हुन्थ्यो। समय बित्दै गयो र आयो सन् 2025। यो त्यो वर्ष थियो जब वर्षौंदेखि यो सिस्टमप्रति मानिसहरूको मनमा जम्मा भएको आक्रोश एउटा ज्वालामुखी जस्तै विस्फोट भयो। अनि यो विद्रोहको नेतृत्व अरू कसैले होइन, युवा पुस्ताले गरिरहेको थियो। यसको सुरुवात सोशल मिडियाको एउटा सानो ट्रेन्ड नेपो बेबीबाट भयो। तर त्यो सानो झिल्कोले नातावाद र कृपावादले थिचिएर बसेका युवाहरूको मनमा दबिएको आक्रोशको बारुदमा आगो लगाइदियो। अब सरकारले के गर्यो त? उल्टै सोशल मिडियामाथि प्रतिबन्ध लगाइदियो। अनि त के चाहियो? त्यो आगो झन दन्केर फैलियो।
सेप्टेम्बर 8मा हजारौं युवा सडकमा उत्रिए। शान्तिपूर्ण प्रदर्शन बिस्तारै हिंस्रक बन्यो र अन्तमा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए। देशमा यत्रो उथलपुथल चलिरहेको बेला एउटा प्रेस कन्फरेन्समा सुदन गुरुङको आँखामा आँसु देखियो। तर त्यो आँसु कमजोरीको थिएन, त्यो थियो रिसको, आक्रोशको ज्वाला। र त्यही ज्वालासहित उनले माइक समातेर कसम खाए, हरेक भ्रष्टाचारीलाई घरबाट थुतेर ल्याउँछु, संसारले देख्नेछन् नेपाल कसरी बदलिन्छ। हो, यहीँनिर उनी एक अभियन्ताबाट एक क्रान्तिकारीमा बदलिए। सडकको लडाईले मात्रै केही नहुने रहेछ भन्ने उनले बुझे। उनले महसुस गरे, यो बिग्रेको सडेको सिस्टमलाई साँच्चै बदल्ने हो भने बाहिरबाट ढुङ्गा हानेर होइन, भित्रै छिरेर प्रहार गर्नुपर्छ। अनि जनवरी 2026को चुनावमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा 1मा उठे। जब रिजल्ट आयो 29,896 भोट, यो त प्रचण्ड बहुमत थियो। यो केवल एउटा चुनावी जित मात्र थिएन है, यो त पुराना पार्टीहरूप्रति जनताको रिस र परिवर्तन चाहनेहरूको उर्लिएको भेलको एउटा स्पष्ट सन्देश थियो। अनि गृहमन्त्रीको कुर्सीमा बस्ने बित्तिकै उनको एक्सन सुरु भयो। शपथ लिनु अघि नै मोबाइल डेटामा लाग्ने एउटा अनावश्यक शुल्क बन्द गराए। तर असली भुइँचालो त आउन बाँकी नै थियो। पद सम्हालेको पहिलो दिन पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ। त्यही दिन पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ। अनि भोलिपल्ट पूर्व ऊर्जा मन्त्री दीपक खड्का। एकपछि अर्को यी गिरफ्तारीले त देशको सत्ताको जग नै हल्ल्यो। ल, सुदन गुरुङको यो अविश्वसनीय यात्राले हामीलाई एउटा यस्तो ठाउँमा ल्याएर उभ्याएको छ जहाँबाट नेपालको भविष्यबारे केही गम्भीर प्रश्नहरू उठ्छन्। सोच्नुस् त 2015को त्यो भूकम्पमा उनको मनमा सल्केको सानो झिल्को आज देशको सबैभन्दा शक्तिशाली कार्यालयहरूमध्ये एक गृह मन्त्रालयमा आगोको ज्वाला बनेर दन्किरहेको छ। र अन्तिम प्रश्न यहीँनिर आएर अड्किन्छ, के एकजना मान्छेको मनको यो आगोले पुरै देशको भविष्यलाई उज्यालो बनाउन सक्ला त? वा दशकौंदेखि जरा गाडेर बसेको यो पुरानो सिस्टमले यो ज्वालालाई पनि निभाएरै छाड्ला? यसको जवाफ त अब समयले नै दिनेछ।